नमस्कार, साझापेज.com को युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। स्वदेश तथा विदेशमा घट्ने घटनाहरूको ताजा अपडेट लिएर हामी तपाईहरु माझ निरन्तर आउने छौं। तपाई भने हाम्रो यस च्यानललाई हेर्दै गर्नुहोला, साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला। अब खबर विस्तारमा। देशको एकमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो आगलागी भएको छ। यद्यपि यो आगलागी विपद नभएर आपतकालीन सुरक्षा सम्बन्धी परीक्षणका लागि गरिएको विमानस्थलले जनाएको छ। विमानस्थल व्यवस्थापनले फुल स्केल इमर्जेन्सी एक्सरसाइजका लागि विमानस्थलमा आगजनी गरेको हो। विमानस्थल कार्यालयमा दिउँसो 4:30 बजे आगलागी भएको हो। आगलागीको अवधिमा सबै उडान ठप्प पारिएको छ। विमानस्थलले प्रत्येक 2 वर्षमा गर्दै आएको आपतकालीन सुरक्षा सम्बन्धी परीक्षण गरेको हो। अभ्यासको परीक्षण गर्दा आधा घण्टा पूर्ण रूपमा विमानस्थल बन्द भएको छ। विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेको यात्रुलाई सकुशल उद्धार गरेको छ। आपतकालीन अवस्थामा आइपर्ने सबै प्रक्रिया पूरा गर्ने गरी हरेक संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त कार्य गरेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। आइकाओको नियम अनुसार प्रत्येक 2 वर्षमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त विमानस्थलले यस्तो अभ्यास गर्नुपर्छ। अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे जनतालाई सन्देश दिन यस्तो कार्य गरेको ठाकुरको भनाइ छ। A330 आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रणको प्रयास भएको छ भने घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ। भर्खरै मैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको फुल स्केल इमर्जेन्सी एक्सरसाइजका लागि आगलागी गरिएको बारेमा तयार गरिएको खबर प्रस्तुत गरे। तपाईलाई कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै फेरि अर्को खबरसम्मको लागि म तारा थुलुङ बिदा चाहन्छु। नमस्कार।